हेलो हेलो गाइस, के छ हजुरहरूको हालखबर? के गरे सन्चै आरामै हुनुहुन्छ होला है। यस्तो जाडो छ है हाम्रो ठाउँमा त, त्यही पनि हिँड्नु परेको छ, के गर्ने यस्तै हो। हाम्रो साथीहरू हामी चाहिँ आज 4जना हिँडेका छौँ है। जाडो छ हो एकदमै, यस्तो शीत झरेको छ नि, यहाँ पुरै हिउँ परे जस्तो भइरहेको छ, त्यही पनि हिँडिरहेको छौँ। सबैजनाले माया देखाइदिनु होला, सपोर्ट देखाइदिनु होला। यसो स्टार्टिङ गरे अब भ्लग है, त्यो माइक साइक यताउति इडिट सिडिट भन्ने कुरा मलाई थाहा छैन होइन। इडिट सिडिट गर्दैन, जे हो त्यत्तिकै हालिदिरहेको हुन्छु मैले। त्यो इडिट सिडिट गर्नु पनि आउँदैन है। भर्खर स्टार्ट गरे हो मिनी भ्लग है। यो माइन्ड नगरिदिनु होला, कस्तो हुन्छ के हुन्छ जे भयो पनि है। यो चाहिँ हाम्रो चोक चिन्नुभयो होला, हाम्रो स्टुपा जाने चोक है। यो चाहिँ स्टुपा जाने नवलपरासीको स्टुपा जाने बाटो हो यो चाहिँ। हामी चाहिँ अब परासी सदरमुकामसम्मको यात्रा, सदरमुकाम किन्छ, त्यसपछि घर अगाडि पसिन्छ। जाडो छ, ख्याल गर्नु होला सबैजनाले। तर जाडोमा बाइक चलाउनु चाहिँ एकदम गाह्रो हुने है। तपाईँहरूलाई सबै जान्ला होला हो, मलाई मात्र होइन, तपाईँहरूलाई पनि गाह्रो हुन्छ होला होइन। जाडोमा बाइक चलाएर हिँड्दा त एकदम गाह्रो हुन्छ नि त होइन। हामी चाहिँ आज अब 4जना मात्र आएको छौँ। हामीले चाहिँ खास त न्यु इयर आज होला भनेर झन् रातिको प्लानिङ गरेर बसिरहेको, न्यु इयर मनाउने भनेर होइन। के अरे 31 रहेछ, 31 तारिक रहेछ नि त। हामीले सोचेको थियौँ फेरि आज वेलकम गर्ने नाइटमा भनेर, आज 12 बजेपछि न्यु इयर हुन्छ भन्ने सोचिरहेको थियौँ होइन। प्लानिङ गरिरहेको थियौँ साथीभाइहरू सबै। लास्टमा त भोलि पो रहेछ न्यु इयर है, भोलि 12 बजेपछि रहेछ होइन। त्यही पनि ठिकै छ, प्लानिङ गरेको अब गरियो ठिकै छ। एक दिन ढिलो भयो पनि केही भएन, प्लानिङ चाहिँ सबै गरिसकेका थियौँ साथीहरूले होइन। अनि के गर्छ अब भएन, हामीले सोचेको थियौँ अब 30को महिना होला भन्ने सोचेको थियौँ, 31 को रहेछ क्या, हामीलाई थाहा भएन। अनि हामी चाहिँ फुल प्लानिङमा थियौँ के, फेरि आज चाहिँ वेलकम गर्ने न्यु इयर भनेर होइन। फुल प्लानिङमा थियौँ। मसँग माइक साइक पनि छैन है, हजुरहरूलाई भोइस कस्तो आइरहेको छ होला होइन। माइक साइक केही पनि छैन, यस्तै केही नर्मल मिनी भ्लग गराएको है। भोलि चाहिँ हामी आज गर्ने भन्दै थियौँ। त्यो कुरा म्यानेज भइहाल्छ, सबैसँग हुन्छ, सबैसँग हुन्छ क्या। हजुरहरूको के छ न्यु इयरमा प्लान भनिदिनु होला। हामीले त आज 12 बजेपछि न्यु इयर भनेर पुरै प्लानिङ गरेर बसिरहेको छ। 31 को महिना रहेछ है, थाहै भएन। अनि 30 को होला भनेर आज प्लानिङ गरेर बसिरहेको, नाइटमा त्यो न्यु इयर मनाउने भनेर। हेर्नु त अब भोलि रहेछ 12 बजेपछि, अब प्लान गराएको क्यान्सल भयो, न्यु इयरै भोलि रहेछ, थाहा भएन है। म जस्तै हजुरहरूको झुक्किनु भएको थियो भने कमेन्ट गरिदिनु होला है। माइक साइक छैन, भोइस डिस्टर्ब आइरहेको छ होला, माया देखाइदिनु होला। त्यही पनि है, यस्तो कोसिस गरिरहेको छु यस्तो मिनी भ्लग गराउने है। मेरो युट्युब च्यानलहरू त छैन, म टिकटकमा र फेसबुकमा पोस्ट गर्छु, त्यसमा पनि माया देखाइदिनु होला है। एकदम पुरै पानी यतातिर त पुरै त्यो शीत झर्या हुन्छ नि, त्यस्तो भएको छ। हेलमेट पनि यसरी लगायो भने भिजिरहेको छ यहाँ, त्यति जाडो छ हो हाम्रोतिर त। मैले हजुरहरूलाई अस्ति नवलपरासी सदरमुकामको भिडियो चाहिँ देखाइसकेको छु होला सायद होइन, त्यहाँको चाहिँ देखाउँदिनँ। हामी अब सदरमुकाम आउनु लागेको छ है। अहिले नेक्स्ट हामी एउटा स्टेज सोमा जाने प्लान छ, इन्भाइट आइरहेको छ अर्गनाइजरबाट। हामी गयो भने त्यसमा पनि म भ्लग गराउँछु, सपोर्ट गरिदिनु होला है, माया देखाइदिनु होला। ओके, बाई बाई गाइस, टेक केयर, बाई बाई।